हेलो साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ म भने धेरै पछि ब्लग बनाउँदै छु। सबैजनाले माया गरिदिनु होला। आज चाहिँ म भने एक्लै बडबडाउँदै कलेजतिर लागे। रोडमा के हो फेरि ऐना जस्तो राखेको रहेछ। आफ्नो थोपडा हेरेर कलेजतिर सरासर लागे। तपाईहरुले सोचिरहनु भएको होला यसले किन ब्लग हालेन भनेर। अलिअलि समस्या परेकोले यस्तै भयो। आज चाहिँ भने हाम्रो खादबारीको फिल्म हलमा नयाँ फिल्म चल्दै रहेछ। को हेर्न जानुहुन्छ मलाई नै भन्नु होला। आजको वेदर भने चिसो चिसो ढुसी लागेकोले रमाइलो देखिरहेको थियो। नभन्दै कलेज पनि पुगियो। क्लास भित्र भने चाहिँ एक दुई जना आएर बसिरहेको रहेछ। क्लासमा पढेको चाहिँ म भिडियो बनाउँदिन, सरले देख्यो भने कराउनु हुन्छ। एकछिन पढिसकेर म चाहिँ खाजा खानतिर लागे। आजको खाजामा चाहिँ फ्राइड राइस मगाए। खाजा आइपुग्नु बित्तिकै ड्याङ्की ड्याङ दबाउन थालिहाले। जाडोमा तातो तातो फ्राइड राइस कति मिठो हो भने। खाजा साजा खाएर चाहिँ एकछिन डान्स सिकेको हेर्नु गए। साथीहरु भने आफ्नै पारामा नाचिरहेको रहेछ। डान्स सिकेको हेरेर एकछिन पढिसकेपछि चाहिँ सरासर घर फर्किहाले। अब चाहिँ म सकेसम्म ब्लग कन्टिन्यू हाल्नु खोज्छु। तपाईहरु माया देखाइदिनु होला। आजको लागि यति नै, बाइ बाइ।